जय नेपाल। यही मिति 2082 साल भदौ 23 गतेदेखि देशभरि भइरहेको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा नेपाल प्रहरीका केही होनहार सपुतहरूले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्नुभएको छ। यो अपूरणीय र पीडादायी घटनाले म ज्यादै मर्माहत भएको छु। यस क्षणमा महान अमर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माहरूको चिर शान्तिको कामना गर्दछु। साथै उहाँहरूको परिवारजनमा सहानुभूतिका साथ संगठनले ती महान आहुतिको उच्च मूल्याङ्कन गर्नेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु। यसै क्रममा कर्तव्य पालनाका क्रममा घाइते हुनुभएका सबै प्रहरी साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु। यसैगरी प्रदर्शनमा सहभागी हुनुभएका केही होनहार युवाहरूको अकल्पनीय र अपूरणीय मानवीय क्षतिप्रति पनि महानिरीक्षकको हैसियतमा म अत्यन्त दुःखी भएको छु। पीडाको यस दुःखद क्षणमा मृत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु। 7 दशक लामो संगठनको गौरवमय कालखण्डमा यो देश र नागरिकले सामना गर्नु परेको हरेक आपद विपदमा नेपाल प्रहरीले आफ्नो जिम्मेवारी निष्ठा र उच्च मनोबलका साथ निर्वाह गर्दै आएको विदितै छ। आज हामी सबै ज्यादै दुःखद अवस्थामा रहेका छौँ। एकातर्फ सहकर्मी अधिकृत तथा जवानहरूको दुःखद शहादत भएको क्षण छ। कैयन प्रहरीहरू घाइते भई उपचार शैय्यामा हुनुहुन्छ भने अर्कोतर्फ यो देशको भविष्यको रूपमा रहनुभएका केही किशोर तथा युवाहरूको असामयिक निधन भएको छ। चाहे जताबाट होस् नेपालीको रगत बगेको छ, नेपाल आमाको कोख रित्तिएको छ। ती दुःखद निधनप्रति म अश्रुपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै विषम परिस्थितिको यो घडीमा सबैबाट प्रदर्शन भएको संयमता र देशप्रेम प्रति सदैव कृतज्ञ रहेको छु। नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र हाम्रो समर्पण राष्ट्र र आम नागरिकको सेवा र सुरक्षा नै हो। यो जिम्मेवारी ज्यादै महत्त्वपूर्ण र संवेदनशील पनि रहेको छ। मानिसको पहिचान कठिन समयमा नै हुन्छ। यो कठिन समयमा हामीबाट प्रदर्शित हुने व्यावसायिक निष्ठा र कर्तव्यपरायणताले आम नागरिकमा शान्त र सुरक्षित तौरबाट जीवनयापन गर्न पाउने अवस्था र आफ्नो पेसा व्यवसायमा फर्कन पाउने सुनिश्चित वातावरण सिर्जना हुनेछ भन्ने कुरामा हामी जानकार छौँ। मेरा प्रिय प्रहरी साथीहरू, अहिले हाम्रा कैयन भौतिक संरचनाहरू क्षतविक्षत भएका छन्। तपाईँहरूका पोसाकहरू जलेका छन्। जीवनभरको कमाई क्षणभरमा खरानी भएको छ। यद्यपि यो पीडाको क्षणमा आफ्नो कर्तव्य सम्झेर ती विदृढ संरचनाहरूलाई अगाध आस्थाका साथ सम्हाल्दै गरेका तपाईँहरूको हातलाई प्रत्यक्ष देखेर म द्रवीभूत भएको छु। तपाईँहरूप्रति गौरव बोध गरेको छु, सम्मान व्यक्त गर्दछु। यसैले यो युगीन जिम्मेवारीको घडीमा नियमित प्रहरी कार्यमा हिजोका भन्दा पनि आज थप उच्च मनोबल र साहसका साथ जुट्न हुन म सकल दर्जाका प्रहरी साथीहरूलाई विशेष आग्रह गर्दछु। नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षक सदैव यहाँहरूको सुख दुःखमा साथमा रहेको विश्वास समेत दिलाउन चाहन्छु। क्षति, दुःख र पीडा हामी सबैले जीवनमा बिहोर्नु पर्ने घटनाक्रम हो। यो दुःखद घटनाबाट पाठ सिकेर पुनः जिम्मेवारी बोधका साथ परिचालित रहँदै गर्दा हाम्रो व्यावसायिक धर्म र निष्ठामा कुनै कमी नआओस्। अहिलेको आवश्यकतालाई मनन गरी नेपाल प्रहरीको जिम्मेवारीलाई उच्च मनोबलका साथ निर्वाह गर्न यो संगठनको गरिमा र इतिहासलाई सदैव उच्च बनाउन कृत सङ्कल्पित रहन सकल दर्जाका प्रहरी साथीहरूलाई निर्देशित पनि गर्दछु। धन्यवाद। जय नेपाल।